पृथ्वी पात्रम देवरविधान ब्राह्मण सुमुखी अमृते अमृतम जुवम स्वाहा ओम इदं दत्तै तदन्न गोत्र सबै सन्तान मिलेर 84 गराइदिन पाउँदा परिवारमा खुसीको माहौल छ। म पनि यो विशेष क्षणको हिस्सा बन्न पाउँदा हर्षित छु। यसै अवसरमा परिवारको सबै सदस्यहरूसँग भेटघाट गर्ने मौका मिलेको छ। सबैजनाको मुहारमा खुसी र सन्तुष्टिको भाव देखिएको छ। साथसाथै भान्जीलाई गुन्युचोली दिने कार्यक्रम पनि रहेको छ। उत्साह र उमङ्ग त्यो मुहारमा प्रष्ट देखिन्छ। भनिन्छ नि समय बलवान छ। लाग्थ्यो हिजो सानै छु, आज लाग्छ ठुलो भइसकेँ र भोलि लाग्न सक्छ म बुढो भइसकेँ। खुसी कुनै सानो र कुनै ठुलो हुँदो रहेनछ, त्यसैले हरेक पलमा रम्न सिक्दैछु। जुन कुराले खुसी बनाउँछ त्यसको आफ्नै विशेषता हुन्छ। आफूलाई अरू मानिसहरूसँग तुलना गर्नु हुँदैन। हरेक मानिस आफैमा विशेष हुन्छ। दौडधुपको जिन्दगीदेखि टाढा बसेर परिवारसँग समय व्यतीत गर्न पाउँदा खुसी लागेको छ। समय, परिस्थिति र बाध्यताले बढाएको दूरी केही क्षणलाई कम भएको छ। पुनः चरीगुणमा फर्किए जस्तै उही वातावरण प्यारो, उही परिवेश प्यारो, उही मुहारहरू प्यारो अनि ममताले भरिएको स्पर्श।
मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनोहरि। ओम शुचि मुख नरकाय नमः। आवाहन। मैले थुप्रै कथाहरू पढेको छु। सायद कहीँ न कतै कथा त हजुरहरूले पनि पढ्नुभएको होला। खुबै चाख लाग्थ्यो मलाई। तर म जीवनको यस्तो उत्तरार्धमा पुगेछु। लेखिएको कथाभन्दा भोगिएका कथा पृथक लाग्दा रहेछन्। उहाँहरूको कथा सुनेको छु। जति भोग्नुभयो त्यति भन्नु भएन होला। जति भन्नुभयो त्यो जिउनु भएको थियो र मलाई कथा जस्तै, अझ भनौँ त्योभन्दा चाख लाग्दो र हृदयबोधारक लाग्छ। कृष्ण तिम्रो पाउमा परेर लडाइन्छु मेरो चोखोमा कृष्ण तिम्रो पाउमा परेर कृष्ण तिम्रो पाउमा परेर। राम नाम भजले राम नाम सुखधाम भजले राम नाम सुखधाम भजले राम नाम सुखधाम भजले राम नाम सुखधाम भजले राम नाम संत समागम संत समागम संत समागम संत समागम करे निरंतर संत समागम करे निरंतर जग से हो परा जग से हो परात ब्रह्मानंद परम पद पावे आदि
माधुपुरः तस्माद्यन्नः सर्वभूतः सम्प्रीतं प्रेतराज्यं चौरासीौँ वसन्त पार गर्दै गर्दा सजिलो थिएन होला त्यो यात्रा। ऋतुसँग जीवन परिवर्तन हुँदै गयो। परिवर्तित स्वरूप सुख र दुःखको भोगाई हुन सक्छ। मेरो हजुरबुवा र हजुरआमाको त्यो बालापनको चञ्चलता कौतूहलता नसकिँदै 7 वर्षको उमेरमै गरिएको बाल विवाहले बालापन मारेको हुन सक्छ। भिरपाखामा घाँस काट्दै कहिले उकालो त कहिले ओह्रालो खेतबारी अनि वस्तुभाउ र घर व्यवहारले शरीर थाकेको थियो होला। तर नथाकेको सङ्घर्ष हामी जुन ठाउँमा छौँ त्यो उहाँहरूको देन हो।
अहिले सकिँदैन है चञ्चले मन, जिज्ञासु आँखा, रातो गुन्यु र चोरी अनि ओठमा लाली पनि, मस्तक चुम्दै घुम्रिएर झरेका केस अनि निधारमा टिकी पनि कति सुहाएको लाग्दैछ संसारको सबैभन्दा राम्री भान्जी मेरै भान्जी। ठिक छ। कस्तो लागिरहेछ? रमाइलो भोक पनि लागिरहेछ। खान मिल्छ नि त अब के खाइसिन्छ? यो संसार विचित्रको छ, के देखिन्छ, के सुनिन्छ र के भोगिन्छ अनिश्चित छ। सबैले एकै देखे पनि नजर फरक हुन सक्छ, एउटै कुरा सुन्दा भाव अलग हुन सक्छ र भोगाई उस्तै हुन सक्छ, तर महसुस बेग्लै। कोही जन्मन्छ, मृत्यु निश्चित छ, तर सङ्घर्ष त्यो तपाईलाई नै थाहा छ। जब गन्तव्य नै थाहा छ त यात्रा कसरी गर्ने र कस्तो बनाउने त्यो तपाईकै हातमा छ।